दिदीबहिनी समूहले यहाँ विभिन्न अचारहरू उत्पादन गरिरहेको छ भेरी नगरपालिका 3 मा अर्ग्यानिकहरू। हामी उहाँसँग कुराकानी गर्नेछौँ। सुरु गरौँ, आफ्नो परिचय सहित धन्यवाद। भन्नुहोला। नमस्ते, म राम छाया साई, मेरो घर चाहिँ कुशी गाउँपालिका वार्ड नम्बर 7, हाल भेरी नगरपालिका वार्ड नम्बर 3 मा बस्छु। हामी दिदीबहिनी समूह एउटा दिदीबहिनी समूह हामीले खोलेका छौँ यहाँ यो वडाभित्र। त्यो समूहको अध्यक्ष। यो समूहले अचारहरू बनाइरहेको छ। यो उत्पादन कहिलेबाट सुरु गर्नुभयो, अनि गर्नुपर्छ भन्ने हजुरलाई आयो? यस्तो हो, हामी समूहमा चाहिँ हामी 25 जना छौँ। 25 जनाको समूह छ। हामी महिनामा केही पैसाहरू बचत गर्छौँ। त्यो पैसा त्यही समूहभित्रै थोरै ब्याजले हामी लगानी गरेका छौँ। त्यही भित्रकै साथीहरू ले 1% ले कसैलाई आवश्यकता पऱ्यो भने बिरामी अथवा कसैले घर बनाउने, अब भूकम्पले सबैको घरहरू अस्तव्यस्त छन्, पुनर्निर्माणतिर छन् साथीहरू। अनि त्यो घर बनाउँदा लिनलाई हामीले थोरै ब्याजले 1% मात्रै ब्याजले लगानी गरेका छौँ। त्यसपछि त्यो समूहमा बस्ने पनि 25 जना मध्ये केही दिदीबहिनीहरू रोजगारीमा हुनुहुन्छ, कोही कर्मचारी, कोही अब अरू के व्यवसाय पनि छ। त्यसमा पनि हामी 5-6 जना एकदम बेरोजगार घरमा बस्ने खाने खालका मात्रै दिदीबहिनीहरू। अब ल गरौँ न त, यसरी गर्दा के हुन्छ। जाजरकोटमा नयाँ व्यवसाय पनि हो यो, कहीँ पनि खोल्या छैन, नयाँ व्यवसाय पनि हो यो अचार। अब कसैको भनाइ छ फेरि यो चिल्लो पिरो ग्यासी हुन्छ भन्ने पनि छ, तर पनि हामीले यसो हेर्दा युट्युब हेऱ्यो, यताउता हेऱ्यो, अचार चाहिँ धेरै चल्या जस्तो लाग्ने। अनि त्यही भएर ल गरौँ न त भन्ने उद्देश्यले हामीले साउन 1 गतेबाट सुरु गऱ्यौँ। यसमा चाहिँ अचारमा 6-7 जना मात्रै जोड्या छौँ हामी। अनि सुरु गऱ्यौँ, 1-2 महिना बेच्यौँ। हामीले बेच्न पनि बेच्यौँ, राम्रै बिक्री भएको थियो। अर्डर अनुसार गर्ने, होटलहरूमा पनि लिने, आफै पनि पुर्याउन जाने गऱ्यौँ। त्यसपछि दसैँ तिहार सुरु भयो। दसैँ तिहारमा अलिकति बिचमा हामी व्यस्त भयौँ। टाढा टाढा घर गाउँमा जानुपर्ने, कतै कतै जानुपर्ने भएको हुनाले फेरि बनाएनौँ। स्टक थियो, स्टकहरू पठाउने गऱ्यौँ। अनि दसैँ तिहार फेरि सकेपछि फेरि हामीले सुरु गऱ्यौँ। हजुरहरूले बाहिर पठाउनु भयो, कतिसम्म बेच्नुभयो? हामीले बाहिर चाहिँ यस्तो चिनजानको हिसाबले, अब होटल चिनजानको एकदमै गएको पनि छैन। यो फेरि यस्तो हुँदो रहेछ, अब यो चाहिँ हामी दर्ता प्रक्रियामा छौँ। अब समूहका केही साथीहरू दर्ता नगर्ने भन्ने पक्षमा पनि हुनुहुन्छ होइन। अब दर्ता गरेर यसलाई चाहिँ अलिकति अब बाहिर पठाउँदा अब अफिसहरूमा दिँदा ट्याग चाहिने, यसको डेट चाहिने भएको हुनाले हामी दर्ता गर्नुपर्छ भन्ने उसमा पनि छौँ। दर्ता नभएको हुनाले धेरै टाढासम्म पठाउन सकेका छैन। चिनजानको हिसाबले जान त गइसकेका छ। नेपालगञ्ज, सुर्खेत, अब जुम्ला पनि एउटा भएको छ। अब हामी दर्ता गरिसकेपछि सबैभन्दा अचार कुन अचार बजारमा माग भइरहेछ? अहिले हाम्रो लोकल यहाँको टिमर अनि लसुन। हामीले चाहिँ लसुन एकदमै खपत हुने भनेको यहाँको लसुन, टिमर, अदुवा मिस्कट हुन्छ। अनि यो अदुवा लसुनहरू मिस्कट हुन्छ, त्यो चाहिँ बढी खपत भएको छ। अरू ठिकै गइरहेको हुन्छ। होटलतिर मुला सस्तो हुन्छ, अलि मुला र तामा सस्तो हुन्छ। आँपहरू भयो, त्यो आँपहरू, मुलाहरू त्यो भएको हुनाले होटलहरूमा अलिकति बढी नै जान्छ। धेरै त बेचेका छैनौँ हामीले। सुरु चाहिँ हामीले 6-7 जनाले 2-2 हजार उठाएर गरेका हौँ। अनि त्यसमा 22,000 रुपियाँ उठाएको थियो। 22,000बाट लगानी गरेका थियौँ हामीले। एकचोटि अस्ति 2-3 महिना पछाडि हिसाब गर्दा चाहिँ 1,26,000को बेचेका थियौँ। डोगी सबैको असुल गरेर डोगी फिर्ता पनि गऱ्यौँ हामीले। अनि त्यसपछि कसै साथीको भनाइ के छ भने, अब तपाईँ अब बेरोजगारी पनि हुनुहुन्छ, धेरै यताउता गर्नुहुन्छ, तपाईँले बनाउने, तपाईँले दर्ता गर्ने, हामी चाहिँ आएर एक्स्ट्रा हामी बनाउला, तपाईँको आफ्नो व्यक्तिगत फर्ममा दर्ता गरौँ भन्ने पनि छ। अब कसैको भनाइ होइन, समूहबाट दर्ता गरौँ भन्ने छ। अब सल्लाह गरेर हामी। अनि यो अचार लिनेहरूले कुराहरू कस्ता प्रतिक्रियाहरू दिनुभयो, राम्रो नराम्रो, अब के भन्नुहुन्छ? सबैलाई एकदमै मिठो लाग्छ भन्ने पनि छैन। अब कसैलाई त कसैले घरमा पनि जाने हुन्छ होइन। अहिले त अब युट्युब चलाउने, अब फेसबुक चलाउनेमा साथीहरू सबै हेर्नुहुन्छ, हेरेर बनाउन पनि सकिन्छ। टिमुर लसुनको त यो आखिरी सामग्री भनेको सबै यहीँ उत्पादन हुने। जस्तै बारीकोटमा अखबरे खुर्सानीहरू फल छ, त्यहाँबाट हामी झिकाउँछु। कुसेबाट कागतीहरू आइरहेछ होइन। अब मुलाहरू आइरहेछ। हामीले प्रायः जसो यहीँको लोकल
कृषकहरूसँग सम्पर्क गरेर हामीले ल्याउने गरेका छौँ। सबभन्दा अर्ग्यानिक चिजहरू बनाउनुपर्छ भन्नेमा छौँ। तेल हामी धारा प्रयोग गर्छौँ, त्यही बाहेक तेल बाहेक तलको अरू सबै यहीँको सामग्रीहरू हामीले अहिले युज गरिरहेछौँ। अब धेरैले नमिठो भयो, यस्तो मिठो भएन भन्ने त हामीले पाएको छैनौँ, तर मिठो चाहिँ मिठो नै भइरहेछ। हामीले पुर्याएर ठाउँभरि सबैले मिठो छ गर्नुहोस् भनेर हामीलाई चाहिँ सल्लाह दिइराख्नु भएको छ। यो अचारहरू बनाउनुको लागि के कुरामा ध्यान दिनुपर्दो रहेछ? अब यो अचार बनाउनको लागि त सरसफाइमा ध्यान दिनु पर्यो। त्यसपछि यसलाई सुकाउनु चाहिँ पर्छ है। 5 केजी जस्तै मैले अस्ति मात्रै अब करेला 10 केजी करेला ल्याएको 5 केजी भयो होइन। 10 केजी मुला ल्याउँछु 5 केजी हुन्छ। अलि यसलाई पानीहरू धेरै सुकाउनु पर्छ। धेरै सुकाएर बनाएर तेलमा डुबायो भने केही छिनको लागि खाने 2-3 महिना 5-6 महिनासम्म चलाउनलाई पनि यसलाई धेरै कुराहरूको ख्याल गर्नुपर्छ। यसमा धेरै कुराहरू छ होइन, डढ्ने मसलाहरू कम बढी अब धेरै कुराहरू यसमा ख्याल गर्नुपर्छ। सबैजना दिदीबहिनीहरूले हजुरलाई राम्रोसँग साथ दिइराख्नु भएको छ? के छ दिइराख्नु भएको छ। कसैले टाइम दिन अब यस्तो थियो हाम्रो के हो भने सानो बच्चा गरेको दिदीबहिनीहरूले टाइमै दिन सक्दिनँ भन्ने त आफै स्वइच्छित अब सक्दिनँ भनेपछि त छुट्टिनुहुन्छ त केही छैन। हामीले त्यही अनुसार गर्ने गरेका छौँ। अब फुल्ली टाइम दिने दिदीबहिनीहरू दिनुहुन्छ। अब कहिलेकाहीँ मेरै पनि टाइम हुन्न, म कतै जानुपर्छ। अब त्यसरी नै हामी घरमा जो बस्छौँ, आजभोलि म बसिरहेको छु, मैले धेरै टाइम दिइरहेको छु, मैले बनाइरहेको छु। भोलिपर्सि अरूले बनाउनुहुन्छ, एक्लै पनि बनाउँछु, एक्लै पनि बनाएर टन्नै राखेको हुन्छु। अनि त्यसरी गरिरहेको। दिदीबहिनीहरूले बनाएको बेला पनि अब यहीँ बनाउनुहुन्छ सबैजना खेरेर? पहिला पालो घरमा बनाउँथ्यौँ, कसैले केही बनाउँथ्यौँ। अलिक धेरैजना धेरै अर्डर भयो भने धेरैजना जम्मा हुन्छौँ। हजुर। अनि कमै भयो भने अहिले एक्स्ट्रा पनि छ अलिअलि। अब मासुहरू कतै अर्डर भयो भने अनि धेरै कसैले मासु काट्ने, कसैले मसला, कसैले केही धेरै। अनि के छ यो दिदीबहिनी समूहलाई कहीँ कतैबाट केही सहयोग सपोर्ट केही त्यस्तो त भएको छैन अहिलेसम्म। छैन। अब आशामा चाहिँ छौँ हामी। कतैबाट त्यस्तो सहयोग गर्छौँ भन्नुभएको छ कि? सहयोग गर्छौँ भनेर भेरी नगरपालिकाले अलिअलि हामीलाई आश्वासन चाहिँ गर्नुहोस्, ठिकै छ तपाईँहरू हामी गर्छौँ भन्नुभएको छ। तर सहयोग चाहिँ छैन, हाम्रो आफ्नै लगानीमा छ अहिलेसम्म। आफैले लगानी गरेर होइन। खुसी त व्यवसाय गर्दा होइन, हातमा पैसा पर्दा व्यवसाय सुरु गर्दा सबै खुसी नै हुन्छ। अन्य बहिनीहरू पनि उहाँहरू पनि खुसी हुनुभयो होला? खुसी नै हुनुहुन्छ। कामकाज अब व्यस्त बिजी पनि हुनुभयो, बिजी पनि भयो। अनि कसैले टाइम दिन नसके 2 दिन बिदा लिने, त्यसरी पनि गऱ्यौँ। ठिकै छ, सबै खुसी नै छौँ। व्यस्त धेरै एकदमै टाइम फुल्ली टाइम दिनुपर्छ भन्ने पनि छैन। बसिया बेला सबै जम्मा हुने, एकछिन केलाउने, उ गर्ने, अनि बनाउने अर्डर अनुसार। कुन ठाउँसम्म पुर्याउन सकिन्छ होला? अब हामी त अहिलेको जमानामा त्यति अप्ठ्यारो गाह्रो पर्छ भने माग हुन पऱ्यो। हामी जुनसुकै कुनामा, नेपालको जुनसुकै कुनामा पनि पुर्याउन तयार छौँ। किनभने बाहिर त पुर्याउन सकिन्न अहिले चाहिँ हामी दर्ता छैन, ट्याग छैन, त्यसले गर्दाखेरि बाहिर पठाउन गाह्रो हुन्छ। अहिले दर्ता भयो भने माग अनुसार व्यवसाय भनेकै अब सुरु गर्ने हो। सुरु भइसकेपछि त्यसपछि अब माग कति हुन्छ, त्यो खपत कति हुन्छ, त्यो अनुसार चल्ने होला नि। अहिले ठिकै छ। पछि आगामी योजनाहरू के बनाउनु भएको छ? अब हामी चाहिँ आगामी योजनाहरू हामी यसलाई निरन्तरता दिन्छौँ। विशेष गरी माग अब कति हुन्छ होइन, यो सुरुमै त्यति धेरै माग हुन्छ भन्ने कुरा पनि होइन। जुनसुकै व्यवसाय माग भयो भने हामी यसलाई निरन्तरता दिन्छौँ। त्यसपछि दर्ता गर्छौँ, अझै यसलाई बढाउँछौँ, बाहिरसम्म पठाउने कोसिस चाहिँ हामी गर्छौँ। यसको क्वालिटीहरू चेक गर्छौँ हामी होइन। अब यसलाई धेरै छ, यसको ल्याब टेस्ट गरेर बाहिरसम्म पठाउन चाहिँ हामी सक्छौँ भन्ने उद्देश्यमा छौँ हामी। अरू के छ यो अचार लिन चाहनेहरूलाई, बाहिरको मान्छेहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अनि यस्तो हो, लिने खाइराख्नु भएको छ, डबल त्रिबल खाइराख्नु भएको छ, म उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। हामीलाई हौसला दिनुभएको छ, प्रोत्साहन दिनुभएको छ, गर्नुपर्छ भन्ने पनि छ। हामी एकदमै खुसी छौँ खाइराख्नु भएको छ। र अरू नखाने साथीहरूलाई पनि म एकचोटि हाम्रो अचार चाहिँ चाखिदिनु होला भन्न चाहन्छु। र म अरू बेरोजगारी भएका दिदीबहिनीहरू, मलाई केही पनि लाग्दैन, मलाई सानोतिनो ठुलो काम भन्ने मलाई लाग्दैन। म राजनीति पेसातिर पनि छु, म पहिला उपाध्यक्ष पनि भएको नाताले मलाई कुनै पनि व्यवसाय गर्नु, म जहिले पनि व्यवसायसँग जोडेकै हुन्छु। म राजनीतिमा आउनुभन्दा अगाडि पनि म व्यवसायबाटै आएको हो। त्यसकारण कुनै न कुनै दिदीबहिनी बेरोजगार हुनुहुन्छ भने व्यवसायमा जोडिनुपर्छ। जुनसुकै व्यवसाय भए पनि, सानो भए पनि श्रीमानसँग पैसा मागेर
अलिकति खर्च मागेर कतै जान कतै केही गर्न कति गाह्रो हुन्छ। त्यही भएर सानो भए पनि व्यवसायमा चाहिँ जोडिनुपर्छ सबै दिदीबहिनीहरू। हुन्छ मैले केही भन्न छुटाएको कुराहरू हजुरलाई यो अचारको विषयमा यस्तो भन्न पाएको हुन्थ्यो केही भन्न पाएको हुन्थ्यो भन्ने भित्र केही लागेको हुनसक्छ। अनि अचारको विषयमा के छ भने यो चाहिँ मैले मात्रै गरेर भएन। जस्तै यहाँ जाजरकोटको 7वटा स्थानीय तहहरू छ होइन। स्थानीय तहहरूमा पनि स्थानीय तहहरूले त्यस्तो खालको थोरै रकम व्यवस्था गरेर ट्रेनिङ जस्तो 2-4 जना कोही त्यस्तो मनसाय भएका व्यवसायमा लाग्न पाएको भए उहाँहरूले जस्तै गर्न पाएको भए भन्ने महिलाहरू कोही हुनुहुन्छ भने र स्थानीय तहका साथीहरू कसैले हेर्नु भएको छ र कसैले देख्नु भएको छ भने पनि म आग्रह गर्न चाहन्छु यही भिडियो मार्फत त्यस्ता खालका महिलाहरूलाई संलग्न गरेर यस्तो अचार बनाउने ट्रेनिङहरू दिएर त्यस्तो खालको व्यवसायतिर लाउन सक्नुभयो भने अझै राम्रो हुन्छ। अचार भन्दा पनि अरू हरेक व्यवसाय र विशेष गरी जाजरकोटमा यो नयाँ पनि हो जस्तो लाग्छ मलाई। हो नयाँ पनि हो। त्यसैले कसैले पनि गर्नुभएको छ गर्नुभएको छैन। हामीले सुरु गरेका छौँ। सबैजनाले सुरु गर्नु होला जुनसुकै व्यवसाय भए पनि भन्न चाहन्छु। धन्यवाद। सबैजनाले अचार पनि चाखिदिनु होला। सबैजनाले अचार पनि चाखिदिनु होला। हामीसँग सानो पनि पाइन्छ थोरै मूल्यको पनि अलिक बढी मूल्यको पनि छ। त्यसकारण म सबैलाई चखाउन चाहन्छु अनि चाखिदिनु होला। धन्यवाद।